देउबा निवास जलाउन जाँदा चिनिएकै काङ्ग्रेसी अनुहारहरूका फोटोहरू भेटिएका छन्। पार्टी कार्यालयमा आगो लगाउन आउनेहरू फर्की 3 पटक आउनेहरू पनि काङ्ग्रेसकै मान्छेहरू छन्। यो चाहिँ अचम्म लाग्दो कुरा छ। त्यो फोटो नै छ र ती फोटाहरूलाई समानुपातिक नामावलीमा अहिलेका पार्टीका पदाधिकारीले नाम प्रस्ताव ल्याउनु नै भएको थियो र अन्तिममा सही गराउनलाई सभापति शेरबहादुर देउवा, किनभने समानुपातिक तपाईहरुको मन चिसिएको भनेको सायद मलाई लाग्छ त्यो जेनजी विद्रोहपछि पार्टी सभापतिले विस्थापन गर्ने कुरा नै तपाईहरुको छ। 25 गते बेलुकाको महामन्त्री द्वयको विज्ञप्ति संयुक्त हस्ताक्षरको विज्ञप्ति, 27 गते बिहान निकाल्दाखेरि पनि कार्य सम्पादन समितिको बैठकबाट निकालेको विज्ञप्तिमा ढिलाइ हुनु, तत्कालै निकाल्नु नपाउनु र त्यसमा चाहिँ सभापति अथवा 24 गतेको सांघातिक आक्रमण, आगजनी, तोडफोड, त्यो हिंसात्मक गतिविधिको भर्त्सना गर्न तत्कालीन महामन्त्रीहरू नमान्नु।